अर्ग्यानिक कुनै विषादी केमिकल प्रयोग नभएको भनेर सञ्चालकले दाबी गरेका छन्। हेर्नुहोस्, पोखरी नै पोखरी छ। झन् गर्मीयाममा त यो पोखरीको पानीमा ठोकिएको हावाले गर्दा यहाँ चिसो हुन्छ पक्कै पनि। हेर्नुहोस्, घरहरू हेर्नुहोस् होइन, बस्नलाई माटोको घरभित्र माटोको लेप लगाएको होइन, काठ बढी म्याक्सिमम युज भएको। हेर्नुहोस्, टायर गाडा गडी, यो त झन् हामी त चुई चिप्ने गडी होइन, गाडेनी हेर्नुहोस्, धान राख्ने भकारी पुरानो हाम्रो जमानाको होइन। यहाँ तपाईँको वाइल्ड लाइफ सम्बन्धी पनि धेरै जीव जन्तुहरूको बारेमा पनि घैँटो, माटोको घैँटोको पानी खानलाई कति मजा आउँछ। हेर्नुहोस्, रेस्टुरेन्टको यो लालटिन लगायत रेस्टुरेन्टको यो पुराना उहरू होइन, ढिकी जाँदै मिथिला आर्ट पनि भइरहेको छ यहाँ। तपाईँले मिथिला आर्ट किन्न सक्नुहुन्छ। मिथिला सम्बन्धी मधेसका धेरै लोकल टिपिकल सामग्रीहरू, पाग, मैथल पाग लगायत यी धेरै चिजहरू किन्न सक्नु पनि हुन्छ। यहाँ सामग्रीहरू धेरै छन् होइन। मलाई त साह्रै राम्रो लाग्यो। मध्य प्रदेश अन्तर्गत, सरकार अन्तर्गत मिडिया काउन्सिलले चाहिँ यो एउटा कार्यक्रम अन्तर्गत मलाई यहाँ पुग्ने अवसर प्राप्त भयो। यत्रो देशाटन गर्ने मान्छे म यो पहिलोचोटि पो पुगेछु। यो जे होस्, यो सञ्चालक भाइलाई धेरै धेरै धन्यवाद। यस्तो राम्रो टिपिकल होइन, यस्तो आर्ट गरेर यहाँ सर्प लगायत वन्यजन्तु जीव जन्तुको पनि एउटा ऊ पनि छ। यहाँ सवाल पनि छ राम्रो। सवाल चाहिँ अलि आधुनिक छ। हेर्नुहोस्, वाइल्ड लाइफ सर्प, गिद्ध, भालु, बाघ लगायत जीव जन्तुहरूको बारेमा पनि यहाँ सचेतनामूलक उहरू राखिएको छ। यो कल्चरल भिलेजको सञ्चालक भाइ नै आफै सर्प समात्ने, सर्पलाई उ गर्ने, जीव जन्तुहरूलाई घाइते भए उपचार गरेर जङ्गलमा छोडिदिने गर्छन् रे।